त्यस्तो चाहिँ गर्नुहुन्न कि होइन धुलिखेलमा 1 महिना बसेन मजाले पुरै डेन्जर खाएँ मैले पुलिसले हो किन गाँजा केसमा परेँ नि म गाँजा दलाल गरेको थिएँ पहिला ला गाउँमा हाम्रो गाँजा रोपाइ थियो क्या पुरै सबले बगाइ चाहिँ अनि तपाईँको पालो पनि गाँजा रोप्थ्यो अनि रोप्दै अनि त्यहाँ कहाँ सबै फाडेर माटो उनीहरूले त अनि तपाईँलाई के गर्यो मलाई समातेर 1 महिना थुनेन ट्यापे गजेडी गाँजा व्यापारी भन्ने होइन उठ्ने क्या धुल्लुक पाऱ्यो तपाईँलाई पनि खतरा कोरियन पुलिस अहिले त पुलिस देखेर केही डर पनि लाग्दैन कहाँ तपाईँ भित्र जेलभित्रै लगेर कुटेको कि बाहिर कुट्यो जेलभित्रै धुलिखेलको ए बिचरा के अब डरो हानु होला है खतरा पिटिन म कति 3 हप्तासम्म मेरो चाक चाहिँ फेरि ठाउँमा राखेर खाना खान नसकेँ मैले कस्तो टेन्सन भयो यस्तो बेहोस हुने गरी हान्दो रहेछ व्यवस्था होइन निलो दाम चाहिँ बसेको थियो त्यस्तरी हान्छ है भित्र खतरा हान्छ नि